नागरिकभोट.com बाट यहाँहरूलाई समाचार सम्प्रेषण गर्दैछु। केही दिन अगाडि नेकपा एमालेका अध्यक्ष सधैँ अध्यक्ष सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले बोल्नुभएको थियो। आजको दिन यो 15 गते गणतन्त्र दिवसको दिन काठमाडौँका सहरहरू नेकपा एमालेका कार्यकर्ताहरूको नियन्त्रणमा हुनुपर्नेछ भनेर बोल्नुभए बमोजिम आज यो दृश्य यहाँ देख्न सकिन्छ। राजावादीहरूलाई काउन्टर दिनको लागि उहाँहरू सडकमा उपस्थित हुनुभएको छ। विभिन्न बाजागाजा झाँकी सहित र्याली अगाडि बढिरहेको छ। भृगुटी मण्डप जाँदैछ दर्शकवृन्द र्याली। सरकारले गृह मन्त्रालयले जानकारी दिए अनुसार हामीले थाहा पाएका छौँ अहिले यो 2 बजेसम्म नेकपा एमाले र 2 बजे पछाडि राप्रपालाई समय छुट्याइएको छ। राप्रपाको आन्दोलनलाई हामी अपेक्षा गरौँ, आशा गरौँ। कुनै पनि किसिमको भिडन्त हुनु हुँदैन, मान्छेहरू फेरि पनि मर्नु हुँदैन। यो आन्दोलनले गणतन्त्रको रक्षा गर्नुपर्छ। यो जुलुसको आशय यही नै छ दर्शकवृन्द। यो विशाल जुलुस बाटोघाटो पूर्ण रूपमा बन्द भएको अवस्था छ। यो रत्न पार्कको सडक पूर्ण रूपमा नेकपा एमालेका युवा कार्यकर्ताहरूको कब्जामा रहेको देख्न सक्छौँ हामी। जुलुस यतिखेर भृगुटी मण्डप अगाडि बढिरहेको छ दर्शकवृन्द। यहाँ नेपालको झन्डा बेच्नेहरूको पनि भिड लागेको छ। यतिखेर हेर्न सक्नुहुन्छ यहाँहरू। नागरिकभोट.com बाट यहाँहरूलाई समाचार सम्प्रेषण गर्दैछु। हजारौंको बलिदान पश्चात आएको सङ्घीय गणतन्त्रमा धावा बोल्ने र यसको जग हल्लाउने कोसिस भने नभएको होइन। केही दिन अगाडि दुर्गा परसाईलाई कमान्डर बनाएर राजावादीहरूले एउटा आन्दोलन गरेका थिए। त्यो आन्दोलनमा 2 जनाको ज्यान समेत गएको थियो। हामी अपेक्षा गर्छौँ आजदेखि हुने भनेको आन्दोलनले कुनै पनि खालको घटनाहरू नदोहोरियोस्। अनाहकमा हाम्रा नेपाली दाजुभाइले फेरि पनि मर्न नपरोस्। गणतन्त्र दिवसको सबैमा हार्दिक शुभकामना। धन्यवाद।